हे वाट्सएप एभ्रिवान, म चाहिँ सिद्धार्थ टप अप सेन्टर र मैले चाहिँ हिजो रातितिर मैले वेबसाइट अपडेट गरेको थिएँ र त्यसमा चाहिँ युनिक पिनको अप्सन राखेको छु र त्यो कसरी वर्क गर्छ, कसरी बाई गर्नेको सबैमा आज यो भिडियोमा सिकाउँछु। र पहिला सुरु चाहिँ युट्युब च्यानलमा आउने मेरो र मोरमा क्लिक गर्ने र वेबसाइटमा क्लिक गरिदिने। बिस्तारै लोडिङ भइरहेछ किनकि मेरो छैन र देखाउँछ, यस्तो देखाउँछ इन्टरफेस यस्तो हुन्छ र यहाँ छ युनिपिनको अप्सन। र मैले अस्तिको भिडियोमा देखाएको थिएँ र फ्री फायर र रोबक्सको कसरी लिने भनेर र यो भिडियोमा देखाउँछु युनिपिन कसरी लिने भनेर। र पहिला सुरु प्याकमा क्लिक गर्नु, यता प्याकमा क्लिक गर्नु, यो सिलेक्ट प्याकमा क्लिक गर्नु र देखाउँछ यस्तो। र यसमा चाहिँ एउटा अपडेट भएको छ, यो छ त यहाँ बटम एउटा छ नेक्स्ट र एउटा छ प्रिभियसमा क्लिक गर्नुहुन्छ भने रोबक्सको आउँछ र फेरि प्रिभियसमा क्लिक गर्नुहुन्छ भने चाहिँ यो पासवर्ड यस्तो आउँछ। र जुमामीहरू सिलेक्ट गरौँ र हजुरले कतिवटा पिस चाहियो, जसरी 1 पिसमा होइन 2000 युनिपिन हुन्छ र त्यसको प्राइस चाहिँ 2200 हो र 2 पिसमा 4000 त्यो हुन्छ युनिपिन हुन्छ र त्यसको कोस्ट चाहिँ यति हो। र कुन प्याक चाहियो त्यसलाई सिलेक्ट गर्ने र डनमा क्लिक गरिदिने र बाईको अप्सनमा बाई गरिदिने र रिडाइरेक्ट हानिदिन्छ मेरो वाट्सएपमा। हल्का लोडिङ भइरहेछ किनकि नेट खराब छ। र सर्च गरिदिन्छ, सर्च गर्दै गर्छ र देखाउँछ यस्तो। र त्यहाँबाट क्युआर आउँछ, एकछिन रोक्नु है। र त्यहाँबाट चाहिँ क्युआर आउँछ र चाहिँ हजुर चाहिँ रिमार्कमा आफ्नो र त्यसपछि क्युआर आउँछ र रिमार्कमा चाहिँ आफ्नो नाम लेख्नु, न त फेरि बाइङ युनिपिन लेखिदिनु कि युनिपिन मात्र लेखिदिनु, सबभन्दा राम्रो युनिपिन लेखिदिनु र चाहिँ एकछिन हामीहरू त्यो हेर्छौँ र युनिपिन किनेर हजुरलाई कोड दिइहाल्छ। र म अर्को भिडियोमा भन्छु युनिपिन चाहिँ कसरी रिडिम गर्ने। र गाइजहरू आजको लागि यति नै र बाई बाई।